हेलो गाइस, हामी काममा जाँदै हो ब्लगमा सुसम मगर छ। ब्याक टु च्यानल। लाइक सेयर गरिदिनुहोस् र सब्सक्राइब गरिदिनुहोस्। ल हामी चारकुनियामा डाँडा उकुल्निरहेछ। हेर्नुहोस् भाटगाउँ एरिया। हेर्नुहोस् चारकुने नजारा। ल हामी चारकुनेको डाँडामा आइपुग्यो र मुसी खोला ओह्रालो झर्दैछु। ल हामी झर्न लागि बाटो पनि यस्तो बन एउटा केही फाटेन। लडियो यहाँ नअन्डे। अब मेरो पालो छ लड्नलाई। यहाँ केही पनि मान्छे हिँड्दैन। हिँडेको भए त राम्रो बाटो हुन्थ्यो। ल फाट्थे पनि आजभोलि हिँड्नै छोड्यो सबै मान्छेहरू वनको बाटो। र हामी झर्दैछु मुसी खोला डाँडाबाट। मन परेमा लाइक सेयर गरिदिनुहोस् र कमेन्ट पनि गरिदिनुहोस्। हेर्नुहोस् मुसी खोला डाँडामा आइपुग्यो। जुम्मा रहेछ क्या। केही हुन्छ नि। ल हामी मुसी खोला आइपुग्यो। मेन रोड आइपुग्न बाँकी हो 5 मिनट जति। ल हामी मुसी खोलामा आयो र यहाँ नर्सरी छ। यहाँनिर नर्सरी हो। कोही आउने भए आउनुहोस् किन्नलाई। ठ्याक्कै मुसी खोला हो। दमली घर हो। यो चाहिँ बाटो चाहिँ पहर जाने बाटो, उठाठी साइडको चाहिँ काठमाडौँ जाने बाटो साइड। र हामी मुसी खोलामा आइपुग्यो र रोडमा हो। ल हामी घाँसीको आइपुग्यो। अब पुग्नलाई 1 घन्टा जति हो साइडमा पुग्नलाई चौरमा। घाँसी कुवाको भानु हेर्नुहोस् पहिला कस्तो थियो, अहिले यस्तो बनाएको छ। रोड फराकिलो बनाएको भएर। र घाँसी कुवामा पनि मर्मत पुल बनाउँदैछ।
ल हामी घाँसीको छोडेर अब हामी जाँदैछु साइडतिर। ल हामी सेरा गाउँ आइपुग्यो र हाम्रो यहाँनिर सेकेन्ड साइड छ, त्यहाँ पनि सुरु हुँदैछ। त्यहाँनिर डोजरले खन्दैछ। आश्रम छ यहाँ पनि, मनोकामना आश्रम मन्दिर र दर्शन गर्न आउनुहोस् सबैजना। र यतातिरको टोलहरू पनि दर्शन गर्न जानुहोस्, पूजा गर्नुहोस् र घरमा नबस्नुहोस्, बिहान जानुहोस्। र यी हाम्रो एकजना मिस्त्री, दुईजना हजुर। ल हाम्रो दुईजना मिस्त्रीहरू गयो, नाइकेहरू जाँदैछ। हामी कतिखेर पुग्ने थाहै छैन। साइडमा भेटे र सेरा गाउँ फाट हेर्नुहोस्। ल हामी बेलटारी गाउँ आइपुग्यो। अब साइड पुग्नलाई अब 10-15 मिनटको बाटो पुग्नलाई। पानी ट्याङ्कर खान्छ जाने चढेर दिए त हुन्थ्यो। अहिले पनि लानुहोस् बेलटारीको गाउँ। इटाबाटी पनि हो यहाँनिर नजिकै। ल हामी साइडमा आइपुगिसक्यो, वडा कार्यालय पनि आइपुगिसक्यो बेलटारी। ल यो चाहिँ फरक छ जाने बाटो हो। यहाँबाट चाहिँ मास्तिर चाहिँ तनहुँसुर जाने बाटो र यहीँ नजिकै छ वडा कार्यालय बेलटारी 11 वडा नम्बर 11 छ। ल आउनुहोस् यतातिर घुम्नलाई, नयाँ नयाँ ठाउँ पनि हो। तनहुँसुर गएर र हाम्रो पनि साइट आइपुगिसक्यो। हाम्रो नाइके माथि चढिसक्यो। हेर्नुहोस् हाम्रो नाइके ल हाम्रो पनि टोली आइसक्यो हो। सबैजना कपडा चेन्ज गरेर काममा लागिसक्यो हो। त्यही त मैले